यहाँ चाहिँ यसरी होमस्टे सिंगल बेड, यहाँ डबल बेड यसरी हो। यहाँबाट चाहिँ यसरी भ्यूज देख्छौँ, गुम्पा वरिपरि बारीहरू है, गाई बाख्राहरू रोडमै छ यो। यसरी भ्यूज देख्छ। गाडीको त्यहाँ बस्नु दामी देख्छ गाडीको के दामी उस्तो काठको के रङ बनाएको छ। 3टा रुम छ यहाँ यसरी। अन्त केटाकेटीहरू रियान्दिताले पनि साथी बनाइहाल्यो यसरी। रोडमै छ, रोडमै यसरी पास्टिङ है, रङ्गलीदिन अलिकति माथि मात्रै हो। यहाँबाट चाहिँ त्यहाँदेखि जलुकहरू जाने जलुकहरू जाने चाहिँ माथि हो। पर आमाहरूले हेरिरहनु भएको छ, आमाहरूले यहाँबाट जलुक उहीँ माथि हो। पास्टिङ भन्छ यो जग्गालाई चाहिँ। रङ्गलीको अलिकति माथि मात्रै यसरी कपल्सहरू है, फ्यामिलीको लागि पनि होइन। कस्तो राम्रो रुमहरू यसरी 3टा किचनहरू डल्लै छ यहाँ। किचन वासरुमहरू यसरी वुडनले बनाएको कस्तो दामी यसरी वुडन। 3टा रुम छ, एट्याच टोइलेट बाथरुम छ। हरेक रुमको उयसबाट चाहिँ तल यसरी भ्यू देख्छ तलपट्टि। दामी छ होमस्टे। कसैलाई आउनु मन छ भने चाहिँ यहाँनिर एक दिन हल्ट गरेर यहाँबाट रेस्ट गरेर फेरि उकालो जलुकहरू है, छाङ्गुहरू, नथुलाहरू जाँदा हुँदो रहेछ। यति साह्रो दामी यहाँनिर भ्यू हेरिहाल्नुहोस्। सबै खानेकुराहरू यति साह्रो अर्ग्यानिक फ्रेस। नानीहरू यति साह्रो राम्रो राम्रो यहाँनिर। अब हामी चाहिँ जान आँटेको फर्किन आँटेको जोरथाङ। सो गाइस, कसैले होमस्टेको लागि यसो भन्नुहुन्छ भने सिक्किम घुम्न आउनुहुन्छ भने यहाँ बस्नु चाहिँ केही दुःख पर्दैन, रोडमै छ यसरी। ओके, बाई बाई भन्नुहोस्। बाई बाई, टेक केयर, बाई। फेरि भेटौँ ल।